तपाईँ फेसबुकमा काम गर्ने सोच्दै हुनुहुन्छ? यदि सोच्दै हुनुहुन्छ भने तपाईँको लागि यो भिडियो महत्त्वपूर्ण हुनसक्छ। मैले सुरुको स्टेपदेखि हजुरहरूलाई देखाउन गइरहेको छु। भिडियोलाई अन्तिमसम्म हेर्नुहोला। सर्वप्रथम तपाईँहरू आफ्नो फेसबुक प्रोफाइलमा जानुहोस् र यो माथि 3 लाइन हुँदा मुठी आफ्नो प्रोफाइल छ, त्यसमा क्लिक गर्नुहोस् र यसमा गइसके पछाडि हजुरहरूले यता दायाँतिर 3 डट देख्नुहुन्छ, यसमा क्लिक गर्नुहोस् र अलिकति स्क्रोल गर्दै आउनुहोस्। तल चाहिँ टर्न अन प्रोफेसनल मोड भन्ने छ, यहाँ क्लिक गर्नुहोस् र यो अन भइसके पछाडि हजुरहरूले देख्नुहुन्छ टर्न अनमा गर्नुहोस् र नेक्स्ट गर्नुहोस्। त्यसपछि फेरि नेक्स्ट गर्नुहोस्, फेरि नेक्स्ट माथि पब्लिक सजेस्टमा राखेर नेक्स्ट गर्नुहोस्। त्यसपछि कन्फर्म गर्नुहोस्, फेरि नेक्स्ट गर्नुहोस्, फेरि नेक्स्ट गर्नुहोस्, फेरि नेक्स्ट गर्नुहोस् र अब हजुरहरूको प्रोफेसनल ड्यासबोर्ड खुलिसकेको छ। तपाईहरुलाई आजको यो भिडियो कस्तो लाग्यो र यस्तै जानकारीमूलक भिडियो पाउनको लागि मलाई फलो गरेर जोडिनु होला र हजुरहरूले नबुझेका कुराहरू चाहिँ मेरो कमेन्ट बक्समा कमेन्ट गरिदिनु होला र म हजुरहरूलाई बताउँदै जानेछु।